ठुलो कुनै धर्म हुँदैन, मातृभूमि भन्दा ठुलो कुनै मन्दिर हुँदैन। नमस्कार, म कक्षा 10 मा अध्ययनरत छात्रा पितिसा बस्नेत आज हजुरहरूको सामु एउटा कविता प्रस्तुत गर्न गइरहेकी छु। खासमा यो कविता मैले कविता प्रतियोगिताको सेलेक्सनको लागि लेखेकी थिएँ। म सिलेक्ट त भइन तापनि हिजो राति अबेरसम्म बसेर लेखेको भएकाले हजुरहरूमा सुनाउन चाहे। र मेरो कविताको शीर्षक छ देशप्रेम। रगतले लेखिएको स्वतन्त्रता हाम्रो, रगतले लेखिएको स्वतन्त्रता हाम्रो, बहुधार्मिक संस्कृतिको मूल थलो राम्रो, बहुधार्मिक संस्कृतिको मूल थलो राम्रो। अटल हिमाल सगरमाथा जस्तै अडिग रहौं, अटल हिमाल सगरमाथा जस्तै अडिग रहौं। यो देशलाई माया गर्ने देशप्रेमी म हुँ, यो देशलाई माया गर्ने देशप्रेमी म। अंग्रेजको लडाई जिती इतिहास रच्यौं, अंग्रेजको लडाई जिती इतिहास रच्यौं। दासत्व र तानाशाहलाई ध्वस्त हामीले पार्यौं, दासत्व र तानाशाहलाई ध्वस्त हामीले पार्यौं। गणतान्त्रिक मुलुक मेरो उदाहरणीय छ नि, गणतान्त्रिक मुलुक मेरो उदाहरणीय छ नि। शान्ति क्षेत्र सुरक्षाको मूल थलो पनि, शान्ति क्षेत्र सुरक्षाको मूल थलो पनि। गौतम बुद्ध शान्तिको दीप लुम्बिनी हो घर, गौतम बुद्ध शान्तिको दीप लुम्बिनी हो घर। देशलाई माया प्रेम गर्ने मनै अजस्र, देशलाई माया प्रेम गर्ने मनै अजस्र। देशप्रेमी हुँ म हेर देशमा शान्ति छाएको छ, देशप्रेमी हुँ म हेर देशमा शान्ति छाएको छ। मेरो देशको गुणगान गाउने आज अंग्रेज भएको छ, मेरो देशको गुणगान गाउने आज अंग्रेज भएको। माया गरौं आफ्नै देशलाई बनाऊ सभ्य शान्त, माया गरौं आफ्नै देशलाई बनाऊ सभ्य शान्त। कुसंस्कार र भ्रष्टाचारले गर्छ देशको नाश, कुसंस्कार र भ्रष्टाचारले गर्छ देशको नाश। सगरमाथा हाम्रो अटल शीर्ष, सगरमाथा हाम्रो अटल शीर्ष। ईश्वरले अर्पित नैसर्गिक रूप, ईश्वरले अर्पित नैसर्गिक। विश्वको अग्लो सगरमाथा हाम्रो, विश्वको अग्लो सगरमाथा हाम्रो। वीरताले आर्जेको गौरव गाथा राम्रो, वीरताले आर्जेको गौरव गाथा राम्रो। धन्यवाद। ठुलो कुनै धर्म हुँदैन, मातृभूमि भन्दा ठुलो कुनै मन्दिर हुँदैन। नमस्कार, म कक्षा 10 मा अध्ययनरत छात्रा पितिसा बस्नेत आज हजुरहरूको सामु एउटा कविता प्रस्तुत गर्न गइरहेकी छु। खासमा यो कविता मैले कविता प्रतियोगिताको सेलेक्सनको लागि लेखेकी थिएँ। म सिलेक्ट त भइन तापनि हिजो राति अबेरसम्म बसेर लेखेको भएकाले हजुरहरूमा सुनाउन चाहे। र मेरो कविताको शीर्षक